यो दृश्य, यो नदी जुन तपाईले देखिराख्नु भएको छ, यो माथि जुन झरना जस्तो झरिरहेको छ त्यो नागमती हो। अनि यहाँ तल यो चाहिँ यो बागमती हो। अब भन्नु होला त्यो माथि झरना जस्तो झरिरहेको चाहिँ नागमती अनि यो तलको चाहिँ बागमती कसरी भयो भनेर। कसरी भयो भन्ने कुरा अब म देखाउँछु। हो, यतापट्टि जहाँ एकजना मान्छे उभिराख्नु भएको छ अनि यहाँ परबाट नदी आइरहेको छ नि, यो नदी हो बागमती र उताबाट आएको नदी हो नागमती। यो दुईवटा नदीको सङ्गम स्थान हो जुन चाहिँ सुन्दरी जलमा अवस्थित सुन्दरी माईको मन्दिर सँगै रहेको छ। र यो नागमती चाहिँ कहाँबाट आउँछ भन्नुहुन्छ होला भने धाप ड्याम, तपाईँले नाम सुन्नु भएको होला, धाप ड्यामबाट आउँछ। अब धाप ड्याम कस्तो छ, कसरी जान सकिन्छ भन्ने बुझ्न चाहनुहुन्छ भने मेरो अगाडिको रिल्समा मैले धाप ड्यामको बारेमा भनेको छु, त्यो खोजेर हेर्नु होला। र यो बागमतीको मुहान चाहिँ ठ्याक्कै शिवपुरी राष्ट्रिय निकुञ्ज, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित बागद्वारबाट आउँछ। त्यसको भिडियो पनि हामी छिट्टै बनाएर हाल्नेछौँ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ पर यो ढुङ्गाको केही बनेको देखिन्छ, रेलिङहरू लगाइएको देखिन्छ, त्यहाँबाट सुन्दरी माईको दर्शन हुन्छ भने यो नदी हो बागमती र नागमतीको सङ्गमस्थल। अब यहाँबाट यसरी यो कञ्चन बागमती नदी यसरी बग्छ। अब तपाईँले यहाँ बागमती हेर्नुभयो भने यो पानी अन्जुलीमा निकालेर पिउन मिल्छ, यति स्वच्छ छ, यति सफा छ यो पानी। तर यहीँबाट लगभग 12-15 किलोमिटर तलतिर पुगिसके पछाडि यो पानी पिउन त के छुन योग्य समेत छैन। अब यो कसरी यसलाई राम्रो बनाउन सकिन्छ, सफा बनाउन सकिन्छ, सम्बन्धी निकायको ध्यान जाओस्। रिल्स मन पर्यो भने, भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला।